अनि मलाई सुँगुरको मासु नि खुवाका हँ सुँगुरको मासु नि खुवाका हेर त्यहाँ हेर पौरखको मलाई सुँगुरको मासु खुवाका आधा नि दा खा उही बस यहाँ मेरा घर चाहिँ आउनु पर्दैन मेरो तुला खान नि पर्दैन मेरा घर आउन नि पर्दैन तेरि सुहानी अन्तै पहिला लगाइदिन्छु म तँसित बस्दिनँ तँ डाँड खानेसित बस्थे तँ सुँगुरको मासु खानेसित बस्दिनँ यो सुँगुरको मासु खानेसित नबस केटी जा भनेर भनिदिन्छु म त म चाहिँ त्यत्तिकै बस्नु एक्लै बस्नु त हो त सुँगुरको मासु खानु बस्नु होइन खान हुँदैन थियो सुँगुरको मासु एउटा मात्र खाएको अलिकति सानो खानु हुन्छ सुँगुरको मासु सानो बाबु जे पनि अबदेखि खान्न नि त खान्न खानु खाइगई तर यहाँ चुला आउला नि नआनी अब चुला आउनु हुँदैन म चुलैमा आउनु हुँदैन म हुँदैन सुँगुरको मासु खाले हाम्रो चुल्हा आउनु हुन्छ त आउनु हुँदैन हाम्रो चुल्हा नआनी आउनु हुँदैन कहाँ बस्नुपर्छ बस अब म आजदेखि कहाँ जाउँ त आजदेखि म कहाँ जाउँ नआउँ नआ दाँसुकै जा तँ जसले जे भन्छन् त्यही गर्दा हिँड्नेले हाम्रा घर हाम्रा चुल्हा आउनु मलाई पौरखको अना बोलाएको मैले पौरख गरेँ आमा भन्दा होइन त आज बेलुका नि 1 बोतल खानुपर्छ ल भन्छन् ल खानु उही बस्नु के गर्नु त म भन्नुहोस् के गर्नु त म जानु उसैका घर बस्नु नआउनु हाम्रा घर तेरि सुहानी अन्तै पहिला लगाइदिन्छु म कस्ता गतिला केटालाई कस्ता गतिला घरमा पहिले सोध्नु पर्थ्यो सोधेर मात्रै खानु पर्थ्यो आमालाई सोधेर आइज ल आज भन्छन् सोधेर आमाले कुटिन् मलाई भन्न आमाले कुटिन् मलाई भित्र पस्ने दिनन् भन्न जा त्यही भन्छु आज त्यही भन्छु ल आमाले भित्र पस्ने दिन म त बाहिरै बसिन्छु मलाई खान पनि दिनन् भित्र पस्न दिनन् उहीँ बस उहीँ सुँगुरको मासु खा उहीँ बस भनेर भनिन् मलाई आमाले कुटिन् मलाई भनेर भन्न जा ल त्यही भन्छु म